शिक्षकगण, दिदी दाजुहरू र मेरो प्रिय मित्रहरू सादर नमस्कार। म युइमा राय कक्षा 4 की आज नेपाली संस्कार र संस्कृतिमा विचार राख्न उभिएकी छु। स्वीकार गर्नुहोस्, नेपाली संस्कार र संस्कृति हाम्रो पहिचान हो। हाम्रो संस्कार भनेको हाम्रो व्यवहार, बोलाइ, सोचाइ र आचरण हो। संस्कृति भनेको हाम्रो चाडपर्व, गीत, नाच, वेशभूषा र परम्परा हो। नेपाली संस्कार र संस्कृति राष्ट्रको आत्मा हुन्। नयाँ कुरा सिक्नुपर्छ, तर आफ्नो जरा कहिले भुल्न हुँदैन। मेरो मन्तव्य अन्त गर्न अघि म नेपाली महान कवि लक्ष्मीप्रसाद देवकोटाज्यूको एउटा भनाइ स्मरण गर्न चाहन्छु। हाम्रो संस्कृति हाम्रो गौरव हो। यसको रक्षा गर्नु हाम्रो धर्म हो। तपाईहरूको अमूल्य समयको लागि कोटि धन्यवाद टक्राउन चाहन्छु। तपाईहरूको दिन शुभ र मङ्गलमय रहोस्। धन्यवाद।